बैंकका कर्मचारीहरूमाथि निरन्तर आक्रमण बढेपछि सरकारले बैंकहरूसँग छलफल। अर्थमन्त्री रामेश्वर खनालको अग्रसरमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका उच्च सरकारी अधिकारीले सोमबार नेपाल बैंकर्स संघको कार्यकारी समितिसँग बैंक कर्मचारीहरूले निर्भयपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा छलफलमा बैंकर्स संघले कर्मचारीमाथि श्रृङ्खलाबद्ध आक्रमण भएपछि काम गर्न नसकिएको भन्दै सुरक्षाको प्रतिभूति गराउन माग। कांग्रेस विभाजनको डिलमा पुगेपछि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्षधर नेताहरूबीच निर्णायक छलफल जारी। महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नीति तथा निर्णयलाई पार्टीले स्वामित्व लिनुपर्ने, देउवाले सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने लगायतका बटम लाइन अघि देउवा विशेष महाधिवेशनको स्वामित्व नलिने अडानमा यथावत रहेकाले सहमति जुट्न कठिन। नेकपा एमाले झापाका अध्यक्ष प्रेम गृहले रासोपाले बालेनको राजनीतिक झापाबाटै छिद्याउने रणनीति बनाएको आरोप। कुलमान घिसिङ र बालेनलाई रासोपासँग अदृश्य शक्तिले जबरजस्ती मिलाएको दाबी। कुलमान जी बाहिरिसक्नुभयो, बालेनजीलाई पनि रासोपाले मनदेखि स्वीकार गर्न सक्दैन उनको भनाई। सोमबार बसेको मन्त्री परिषदको बैठकले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति 2082 स्वीकृत गर्न निर्णय। सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति 2082-83 देखि 2086-87 स्वीकृत गर्ने। गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिँदै। जीटीए सरकारको पहलमा तामाङको शव दिल्लीबाट दार्जिलिङ लगियो। उनको शव यात्रापछि चौरास्तामा आज अन्तिम श्रद्धाञ्जली अन्त्येष्टि गरिने। प्रतिनिधि सभा निर्वाचन सङ्खुवासभामा जारी तीव्र। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सुरक्षा योजना तयार। निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्ला स्थित सुरक्षा निकाय पहिचान। सिराहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर। विशेष अदालतका न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगर प्रमुखलाई दोषी ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐन 2059 को दफा 3 को उपदफा 1 बमोजिम कसुरमा रु 1 लाख जरिवाना तथा सोही दफाको उपदफा ख बमोजिम 6 महिना कैद सजाय हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले नगर प्रमुख शाहलाई गत असार 32 गते सेवाग्राहीसँग 1 लाख घुस लिँदै गरेको अवस्थामा नगरपालिकाको कार्यालयबाटै पक्राउ। इरानसँग व्यापार गर्ने देशलाई 25% भन्सार लगाउने ट्रम्पको घोषणा। इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा 25% भन्सार बुझाउनु पर्नेछ। यो तत्काल लागू हुनेछ, उनले ट्रुथ सोशल अकाउन्टमा लेखे। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण लिँदै पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो 1:30 बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय। सरकारले नागरिकका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम असफलतर्फ उन्मुख। सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले नै बीमा सेवा नदिने निर्णय। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले भने यसअघि नै बीमा कार्यक्रम बन्द। त्रिभुवन शिक्षण अस्पताल टिचिङ हस्पिटलले पनि माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय।